सिकुटी के भन्छ चटपटे खाना जाँदैछ मेरो साथीहरूसँग। लोकेसन पनि हेर्नुहुन्छ फुलबारी चोक। के हो त यो खाने मान्छेले अलकत्र पनि पचाउँछ जस्तो छ त होइन। यसकै लागि आएको हो क्या, यसकै लागि एकचोटि। हेलो नमस्ते सबैजनालाई अनि तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानल सुमन ब्लग्समा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। यो घामको बेलामा है अहिले कहाँ जाँदैछु भन्दाखेरि धरमपुर एचके यानि कि फेमस त्यहाँको के भरे सिकुटी के भन्छ चटपटे खाना जाँदैछ मेरो साथीहरूसँग। अहिले चाहिँ कति बज्यो 3 बज्यो होला। यस्तो गर्मी छ होइन, अब यसो कन्टेन्ट पनि हुन्छ अनि साथीले जाऊँ न टाइपको भएर चाहिँ जाँदैछौँ हामी चाहिँ भन्दा म चाहिँ दमकदेखि हिँड्दैछु। साथी चाहिँ उहाँ कहाँ भन्छ पर मङ्गलबारेदेखि यता ला ठाउँै बिर्सेँ के भन्छ त्यसलाई। तर म जाँदैछु अब म सिटीमा एकैचोटि जान्छु पर। त्यो ठाउँको नाम मलाई भन्नु आएन सो माइन्ड नगर्नु होला। हेलो आन्टी। म जाँदैछु अब म सिटी लगेर जान्छु। मैले बिर्सेँ त्यो ठाउँको नामै के हो क्या। ए मान्छे पो रहेछ यार। म घरदेखि कहीँ जाने बेलामा टक्क निस्केँ भने कहिले मैले ठ्याक्कै ढोका अगाडि कहिले पनि सिटी भेटेको छुइनँ क्या। कहिले पनि अहिलेसम्म एकचोटि पनि भेटेको छुइनँ हौ ल। खालि अलिकति पर हिँड्नुपर्छ कि पर्खिनुपर्छ। गर्मी यस्तो धेरै छ। हिजो पानी पनि पऱ्यो अनि हल्का त्यो बेलुकाको पानी त्यो बाफ बनेर होला एकदम धेरै गर्मी छ। सो अहिले चाहिँ म जाँदैछु के कस्तो हुन्छ हामी भेट्नेछौँ, मेरो साथीहरूसँग भेट्नेछौँ, रमाइलो गर्नेछौँ। पसिना यसरी तरर चुँदैछ। सो म यो पुस्छु अब यसो भ्लग पनि बनाउनु पऱ्यो दाइ। ल जाने दाइ कहाँ पो म ठाउँै बिर्सेँ त्यो पर रत्वा पुलदेखि पर त के पो होइन उहीँ रत्वादेखि उता हो होइन चोक हो चोक उहीँ पर चोक हो। रत्वा पुलदेखि उताको चोक के पो भन्छ मैले नाम बिर्सेँ। पाडाजुङी हो। पाडाजुङी जानुहुन्छ कति लिनुहुन्छ भाडा? कति हो? 50 जाऊँ 50 रुपियाँ भाडा जाँदैछौँ। कस्तो मलाई पाडाजुङी भन्नु नआएको पऱ्यो। कन्फ्युज भन्दा पनि त्यो गइराखेको ठाउँ हो कि त्यो मन नआएको मुखमा नआएको भन्दा पनि त्यस्तै अघिदेखि भन्दा आफै झुक्केको पाडाजुङी जाउँ पाडाजुङी कस्तो हुन्छ त होइन यस्तो बेला टक्क टाढो जानुपर्ने हुन्छ अनि टक्क अटोहरू केर्खा पुरै एकछिन हुन्छ सिटीमै। बस्नु ठुलो यस्तो छ कहिले बनिन्छ बाटो यार। दाइले ल भेटिसक्यो अब आँटिन्छ त दाइ हामी नानी पनि छ। यो चाहिँ हो हाम्रो दमकको रत्वा पुल। नयाँ पुल बनिँदैछ यहाँ चाहिँ राम्रो खालको। मार्क्स नभएर चाहिँ के गर्ने पुस्तक हुन्छ होला यहाँ दिदीहरूलाई अब मोबाइल देखाउनै पर्यो। सक्नुहुन्छ यो नयाँ पुल चाहिँ यस्तो तरिकाले बनिँदैछ यहाँको नयाँ पुल मजबुत राम्रो पनि।
कस्तो चाहिँ दामी बनिन्छ होला त अब यो बनिने समयमा अब म यहाँ हेरौँ ल म चाहिँ केर्खा अरे पाराजुङ्गी आइसकेँ मेरो केटाहरू आएकै छैन पाराजुङ्गीमा चाहिँ यस्तो कमलको फुल छ म चाहिँ आइसकेँ पाराजुङ्गी पर्खिनु पऱ्यो केटाहरूलाई सिटमा बस्छु है म कहाँ जाने भनेर मैले भने मलाई लाँदैन किनभने हाम्रो गन्तव्य छोटो छ अनि अहिले छोटो मतलब नजिक त्यो उठाउनै मान्दैन बसले म वेट गर्छु अब मैले पर्खिनु पऱ्यो यार यस्तो खतम भएन त म जस्तो मान्छेले पर्खिनु पऱ्यो अब केटी भयो त यार आउँदैन त यताबाट आउँछ आउने बाटो चाहिँ यता हो तिनीहरूको आएको छैन छोरी मान्छे जस्तो पसिनामा कुहाबै पसिना पुसेको पुसै पर्खिम है त पर्खिम आजको गन्तव्य कस्तो हुनुहुन्छ हेरौँ 2:30 लगभग 3 बजेदेखि मेरो ब्लग आज मैले स्टार्ट गरेको छु कस्तो हुन्छ त आजको दिन होइन ब्लगको लागि सीमित हुन्छ कि हुँदैन त्यो पनि हेरौँ फोन गर्नु पऱ्यो यार ओभर भयो यार फाइनली मेरो केटाहरू पनि आइसक्यो के छ चतुरे भाइ स्वागत छ मेरो ब्लगमा तिमीलाई हामीलाई लान्छ चढाउँदैन सुरु बेचत चाहिँ नहोस् है फेरि सोध्न यस्तो बेजत यो गाडीमा मजाले अहिले पेट्रोलको भाउ बढेर छोटो लाँदैन उयो सिटी उयो केर्खा भन्दा टाढो हो मासले अघि यो उयो भन्नु नआएर यो पाराजुङ्गी भन्नु नआएर यार हामी फेरि यही बसमा सरी सरा पिन रहेछ यार मैले यही बसमा चढ्यौँ हामी फाइनली हाम्रो चाहिँ अब ठाउँ आइपुग्यो हेर्नु सक्नुहुन्छ धुलो अब हामी जान्छौँ होटल लोकेसन पनि हेर्न सक्नुहुन्छ फुलबारी चोक होटलै त होला नि के हो नवीन इङ्ग्लिस बोर्डिङ स्कुल देखि भित्र छिर्नुपर्ने रहेछ यो ठाउँ त म पहिला पनि आएको मलाई थाहा नभएको रहेछ क्या नभन् न त्यस्तो कुद्दै गरेको बाइकबाट ल झन्डै डान्स हानेको त्यो फोन त हराउँदा पनि केही नहुने खालको रहेछ नि त भाइ अनि टाइम हेर्नै मात्र होला होइन देखिँदैन होला त त्यहाँ त केही अनि सबै भुटेर ढुट्टो छ त अनि ठाउँै छैन क्या यो भन्दा फुट्ने ठाउँै छैन यो अरे यार खाने ठाउँ त
यो बिरालोले बाटो काट्यो रनमाथि फ्रीमा पाइन्छ होला अब हामीले यो यहाँ त मलाई कस्तो याद आउँछ ए पासाङसँग हल्लिँदै ए जुन चापागाई आउने यहीँ पो हो रङ्गशालामा मान्छे टन्ने रहेछ यार ल अब त रुमालभित्र हालिदिउँ है यो बर छोरी मान्छे जस्तो के बोक्नु त रुमाल एचके हाउस फुलबारी चोक शिव शताक्षी चस्मा लगाएर आएको छु फेरि चाहिँ मैले बिल्ला फेरि यार के हो भाइ रनरहरू छ त यहाँ त त्यता त घाम चाहिँ यतै बसौँ हौ ओ तालहरू पनि रहेछ नि यहाँ त यस्तो दामी दामी के भन्नु पुरै फुल माछा पनि छ क्या हो यहाँ माछा पनि छ क्या यहाँ त यो चाहिँ स्विमिङ पुल हुनु पर्थ्यो है ट्याक्क खाँदै गर्ने क्या ल अब हाम्रो अर्डर आउँछ हामी चाहिँ गफसफ गरेर बसेका थियौँ हाम्रो चाहिँ आयो है सिउरी चटपटी आयो सारा नजाऊ न भाइ यार यसकै लागि आएको हो क्या यसकै लागि आएको हो क्या यसकै लागि रिग्रेट गराएको क्या रिग्रेट भइरहेको होला रिभ्यू हाल न रिभ्यू सबैजनाले ट्राई गर्नु धरमपुर एचके होटल सुब्रु भाइको घरमाथि यो भाइको घर नजिक होइन कन्ट्याक्ट गरेर आउँदा हुन्छ यो भाइ चतुरे भाइको नाम लिँदाखेरि अलिकति डिस्काउन्ट पनि पाउँछ होला सायद एउटा थाल चाहिँ हाम्रो सकिसक्यो यो रहेको छ अब तर अझै पनि खानु मन लाग्ने अब कस्तो मिठो पैसा छैन तर लास्टै मिठो रहेछ तपाईँ हो न ट्राई गर्नु है ठाउँै बिर्सिहाल्छ यार धरमपुर एचकेमा आएर फेरि 100 मिटर जति भित्र पस्नुपर्छ बाटोदेखि चोक चाहिँ ट्याक्कै टोल के भन्छ भने फुलबारी चोक भन्छ अनि 100 मिटर भित्र छिर्नु भने ठ्याक्कै यस्तो दामी छ एकचोटि ट्राई गर्न आउनुहोस् तपाईँहरू पनि ल हामीले चाहिँ खाइसक्यौँ 2 प्लेट कस्तो भयो त अगायो भने तर म चाहिँ अगाएको थिएन यस्तो मिठो लाग्यो मलाई अघि भर्खर भात पनि हाल्यो राम्रो कुकुरको बच्चा हो यार यो हेर्नु ठ्याक्कै मेरो साथी जस्तै भन त तिमीले एक्लै बोलेको के भन्छ यो भाइ ए तिम्रो घरको माछा यहाँ हालेको भाइ त माछा हालेको थियौ तिमीले उपर गएछ यार यो भाइ त जुत्ता किन्नु लाग्यो खोइ किन्यो जुत्ता मेरो जुत्ता लगाइराख्नु मलाई चाहिँ फोरै पऱ्यो कुन जुत्ता दियो यार यो यार फोरेकै फोर्छ जुत्ता धुप पनि छैन कि यस्तै हो कि के भन्ने यो भाइको त हो यो भाइको त गर्लफ्रेन्डले यस्तो नगरिदिनु होला क्या यो भाइको गर्लफ्रेन्ड अब कतिजना छ फेरि भाइ
अरूले खाएको के हो त यो खाने मान्छेले अलकत्र पनि पचाउँछ जस्तो छ त होइन यो खुवाइदियो त अलकत्र पनि खान्छ जस्तो छ यो सानो सानो आँपले पनि फल्नु थालिसक्यो मान्छे बेलुका भएपछि अब सफारीमै आयो यार पुरै हामी यस्तो एउटा गर्नुपर्छ होला हौ घाँस पोखरीमा चटपटी बनाउने काम मेरो भन्दैछु त दाइ कस्तो चटपटी बनाउने हो मैले दाइले थाहा छैन म चटपटी मैले खाएर अन्त अनि सेकुवा चटपटी होइन त सेकुवा चटपटी बनाइदिएको तङबासँग फेरि मजाको दाउरामा पाकेपछि त्यो फाल्टै स्वाद आइहाल्छ फेरि त्यहाँ होइन मैले छुइपछि जस्तो सुकै बरोस् मैले छुइपछि होइन मजाको दाउरामै त्यस्तो छ क्या फेरि उहाँ पर बस्नु नि उहाँ पर बस्ने यो स्विमिङ पुल हुनुमा चाहिँ यस्तो क्या घरिघरि डाइभ खेल्दै चुप्लिक्क गयो आयो फेरि एक गम खायो फेरि मुरैहरू मुखदेखि पुग्छ निकालेर पानीभरि खायो अनि म त फेरि डल्फिन त्यही खायो पानी खाइदियो माछा सँगसँगै क्या पौडी कम्पिटिसन कि माछासँग सल्लाह गरेर हुन्छ नि उहाँ पर को छिटो पुग्ने भनेर त्यहाँको फुल पनि सुकेछ अलिकति उच्चामा भयो नि यो ठाउँ त राम्रै हो कि तर अलिकति भित्र टाइपको क्या राम्रो भयो नि त्यो त ठिक हो कि बाटोदेखि टाढो त छ कि तर वरिपरि यस्तो पानी भन्ने मेरो चाहिँ ल एक प्लेट चाहिँ फेरि आइसक्यो अगाएर सबैजना तर मलाई चाहिँ अझै खुवाउँ लागिरहेको छ त्यही भएर म चाहिँ खान्छु यसलाई मिठो कुरा त खानै पऱ्यो नि अब यो छोड्ने कुरा आउँदैन यो फेरि मलाई ओभर उयो देख्छ होला है एक्सपेन्सिभ होला जहिले खाएको आएको राम्रो खाएको भिडियो के हुन्छ यति त गर्नै पऱ्यो होइन फुडिङ प्लेस पैसा दिने दाइहरू चाहिँ कस्तो हेर म्याक्क लाग्यो म्याक्कको भन्नु तर यथार्थ फाल्टै छ बाहिर हाँसे पनि भित्र दुखेको छ भनेर एकचोटि ढेँडो र घिउसँग पसिना आयो यसलाई चाहिँ के हामी चाहिँ खाइसक्यो बाबा राखिदिएको मिक्सै बस्नु आइसक्यो ठाउँ एकदम दामी छ ढाका चस्मा कस्तो रहेछ तर मैले यहाँ राखेँ ल हाम्रो भइसक्यो होइन त ओके दामी लाग्यो यार ल हो त सानो सानो मेरो घर चाहिँ खास इलाम हो तर त्यहाँ तलाउ भर्ती भइसकेको भइसक्यो जिसीलाई भइसक्यो भनेको चाहिँ मेरो चाहिँ एज सकिसक्यो भनेको दाइले चाहिँ सम्झो होला यो भाइ लागिसक्यो भनेर तर होइन लागेको छैन म लागेको रातो भयो त त्यो त कालोदेखि त यो भाइ कस्तो यो भाइ त किस किस हाँसिरहेको 50 रुपियाँ झिकेर हो गर्मी भयो अरे क्या अब चाहिँ हामी जान्छौँ झापा अरे दमक अहिले चाहिँ हामी धरमपुरमा छौँ अब एउटा फोटो खिच्नै बिर्सेछु हेर्नु मैले त साथीसँग रमाइलो जरुरी छ क्या साथी
भगमा हाल्नुपर्ने हुन्छ यार यो त यस्तो गुनासो त यो त हुँदैन नि यार कसम यो त यार चित्त दुखायो यार यसले त तिर्ने बेलामा त अहिले छैन हो केटा हाइम पिउम अब हामी जान्छौँ साथी कस्तो कस्तो भयो साथी चित्त बुझ्दैन सियर बेच्यो भने 600 रुपैयाँ खवाएर लाग्ने आज पनि यार फेरि ए खुसी छैनौ दाइ लसमा छ के खुसी भन्नु अब त्यो रुनु रुनु खोज्दै हाँस्दैउ न त्यो हुन्छ नि अलिक दबाउनु पर्छ यार मैले बस आयो तर बस रोक्दैन दमक भनेर चढ्नेमा झर्ने ओइ के टल्किँदैछ यार यो भाइ त घोडाले चपाएको छ यो है मेरो कारणले खाएर लुनुहुन्छ नि त दाइ तपाईँ तिमी छौ नि त्यस्तो यार भाइले बेच पनि लाग्यो भाइले त यार 1800 हो दाइ चाहिँ हेर्नुहोस् 1800 त्यतिलाई 1800 ल घाम अब ढल्दैछ र म दमक बस पार्क पनि आइसकेँ मास्क त लिनै पर्ने हुन्छ यार अब तर नि एकछिन हो परदेखि यता हाम्रो घर जाने बाटोदेखि चाहिँ यो धुलोहरू हराइहाल्छ यहाँ बस पार्कतिर मात्र अलिकति यो बाटो मेन्टेनेन्स हुँदैछ मेन बाटो चाहिँ यहाँ माथि हो यता देखिँदैन तर यो माथि हो क्या मेन बाटो चाहिँ उतापट्टि यो चाहिँ बस पार्क आउने बाटो हो यो चाहिँ यस्तो चाहिँ छ अनि मेन्टेन हुँदैछ क्या माथि मेन्टेनेन्स ब्रेक लिइरहेछ बाटोले सो म पनि अहिले हिँड्दै जाने नि मैले सोचेँ किनभने भ्लग पनि त बनाउनु पऱ्यो होइन सिटीमा गएर चाहिँ घर पुगिन्छ अनि अब मलाई के हतार पनि छैन कहीँ पुग्नु पनि छैन घर मात्र पुग्ने हो बस प्रब्लम छ अलिकति गर्मीको त्यसलाई म यताउता म्यानेज गरिहाल्छु सो ल मेरो घर जाने बाटो खास यताबाट हो अनि तर म यताबाट पनि पुग्छु म यतैदेखि जान्छु बाटो भनेको चाहिँ मैले यो हो क्या मेन बाटो चाहिँ हाइवे चाहिँ त्यो अब टन्नै खायो दाइम हो लास्टमा खाने खायो टिट चाहिँ तर म दिन्छु भनेर लगेको थिएँ क्या मैले हल्का कन्टेन्ट पनि चाहिएको थियो मलाई चाहिँ अनि त्यहाँ मलाई प्लस जानु पनि मन लागेको थियो क्या त्यो ठाउँमा अनि म खुवाउँछु भनेर गएको पैसा चाहिँ मैले आधीको पनि आधी मात्र झिकेँ क्या लास्टमा चाहिँ अनि केटाहरूले पनि तिर्नु पऱ्यो भनौँ न मसँग त्यस्तो धेरै पैसा थिएन सो के साथीलाई गर्मी भयो भन्दै चाहिँ त्यस्तै भयो अब चाहिँ यो बाटो पनि राम्रो छ है यो बाटो चाहिँ मैले हिँडेर भ्लग बनाएको थिइनँ अहिलेसम्म यो झिक्किमै म लाउँदिनँ पनि मलाई यसो धुलोतिर हिँड्दा चाहिँ यसो धुलो सुलो भयो भने चाहिँ यसो लाउने हो म नभए चाहिँ म लाउँदिनँ पनि मलाई अक्कल लाग्छ चस्मा लगाइदिनु पनि अनि आजको भ्लग चाहिँ यस्तै भयो त कस्तो भन्नाले लाइक अब खायो पियो गयो होइन धरमपुर अनि त्यो के भन्छ त्यो पनि के बारी अनि त्यहाँदेखि भित्र त्यो चाहिँ एचके हाउस रहेछ एकदम दामी लाग्यो मलाई चाहिँ इफ तपाईँहरू पनि चटपटे लभर प्लस सिक्युरिटी लभर हुनुहुन्छ भने चाहिँ त्यो ठाउँमा गएर एकचोटि ट्राई गर्न सक्नुहुन्छ साँच्चै दामी छ ओके गाइज म चाहिँ अब घर पुग्न लागेँ सो आजको भ्लग इन्ड हुने बेला भइसकेको छ अनि आजको भ्लग चाहिँ धरमपुर गयो यताति खाइयो साथीसँग भेटघाट त्यही रमाइलो होइन अनि यस्तै खालको भयो अनि कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला अनि प्लस जतिजना पनि यो च्यानलमा नयाँ हुनुहुन्छ लाइक अनि सेयर सब्सक्राइब गरेर मलाई सपोर्ट गर्नु होला र
अब हामी भेट्नेछौँ अर्को ब्लगमा। त्यति दिनको लागि हस्त बाई गाइस।